ओहो गाइस, के छ खबर? आज चाहिँ म हजुरहरूलाई लेकेडी युनिभर्सिटी भ्यू गराउँछु। सिधा अगाडि देखिएको चाहिँ हाम्रो लाइब्रेरी हो। म आज जाँदैछु रायन बिल्डिङमा। धेरै नामको बिल्डिङहरू छ यहाँ चाहिँ। अनि मलाई पनि हेरिदिनुहोस् यसो। पापामा लखर 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 जाँदैछु। मेरो क्लास चाहिँ स्टार्ट भइसकेको छ। म अलरेडी ढिलो भएको छु। यो चाहिँ हाम्रो रायन बिल्डिङ हो। आज मेरो क्लास यही बिल्डिङमा हुँदैछ। अहिले टाढा देखिएको चाहिँ एट्याक बिल्डिङ हो। यस्तै डिफ्रेन्ट बिल्डिङहरू छ। अब सबै चाहिँ अहिले देखाउन भ्याएन, किनभने मलाई एकदमै हतार भएको छ क्लास जानको लागि। ढिलो क्लास पुग्छु सबैभन्दा, अनि क्लासबाट पनि छिट्टो निस्किन्छु। यो चाहिँ मेरो पानी हो। ल हेरिदिनुहोस् त मलाई कफी खाँदै। अनि म लखर लखर गएँ, हिँडेछु आउँदै आउँदैन त। कति टाढा रहेछ। ल मेरो जुत्ता कस्तो फोहोर भएको। अनि अब म बिल्डिङभित्र पस्दैछु रायन बिल्डिङमा। कुन क्लास हो चाहिँ थाहा छैन। अब यहाँ हेर्नुहोस् त, म जस्तो स्पेसल मान्छे आएपछि ढोका आफै खुलेको। ओहो। अनि अब मेरो क्लासरुम चाहिँ कुन हो म कन्फ्युज छु। हजुरलाई पछि अरू भ्यूहरू चाहिँ देखाउँछु। अहिलेको लागि म साथीलाई कल गर्छु। बाई।